नमस्कार र स्वागत छ क्विज चौतारीमा ज्ञान र मनोरञ्जनको सङ्गम स्थलमा। आजको भिडियोमा हामी तपाईको बुद्धि र अपडेट ज्ञानको परीक्षा लिँदैछौँ। तयार हुनुहोस्, सुरु गरौँ आजको रोचक क्विज। नेपालको पहिलो महिला प्रधानमन्त्री को हुन्? 1. उनसरी घरती, 2. सुशीला कार्की, 3. विद्या भण्डारी, 4. मीना पाण्डे। सही उत्तर सुशीला कार्की। लिच्छवी काल कहिले सुरु भएको मानिन्छ? 1. विक्रम सम्वत 395, 2. विक्रम सम्वत 454, 3. विक्रम सम्वत 387, 4. विक्रम सम्वत 485। सही उत्तर 2. विक्रम सम्वत 454। नेपाल टेलिभिजन कहिले स्थापना भयो? 1. विक्रम सम्वत 2042, 2. विक्रम सम्वत 2041, 3. विक्रम सम्वत 2045, 4. विक्रम सम्वत 2038। सही उत्तर 1. विक्रम सम्वत 2042। नेपालको मुद्रा प्रणालीमा दशमलव पद्धति कहिले लागू भयो? 1. विक्रम सम्वत 2021, 2. विक्रम सम्वत 2016, 3. विक्रम सम्वत 2030, 4. विक्रम सम्वत 2013। सही उत्तर 2. विक्रम सम्वत 2016। नेपाल विद्युत प्राधिकरण कहिले स्थापना भयो? 1. विक्रम सम्वत 2041, 2. विक्रम सम्वत 2042, 3. विक्रम सम्वत 2038, 4. विक्रम सम्वत 2040। सही उत्तर 1. विक्रम सम्वत 2041। नेपाल र भारत बीचको सीमाना लम्बाइ कति किलोमिटर छ? 1. 1850 किलोमिटर, 2. 1751 किलोमिटर, 3. 1650 किलोमिटर, 4. 1815 किलोमिटर। सही उत्तर हो 2. 1751 किलोमिटर। नेपालको सबैभन्दा अग्लो जलप्रपात कुल हो? 1. ह्याङडे झरना, 2. रूप्से झरना, 3. ह्याङडुङ झरना, 4. बझाङको पाण्डु झरना। सही उत्तर 3. ह्याङडुङ झरना। नेपालमा मालपोत प्रणाली पहिलो पटक कहिले सुरु भयो? 1. विक्रम सम्वत 2016, 2. विक्रम सम्वत 2021, 3. विक्रम सम्वत 2033, 4. विक्रम सम्वत 2007। सही उत्तर 1. विक्रम सम्वत 2016। भिकुटीको सम्बन्ध कुन देशसँग छ? 1. तिब्बत, 2. चीन, 3. भारत, 4. श्रीलङ्का। सही उत्तर 1. तिब्बत। नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन्? 1. सुजाता कोइराला, 2. सरिता गिरी, 3. विद्या भण्डारी, 4. हिसिला यादव। सही उत्तर 1. सुजाता कोइराला। 2025मा नेपाल चीन सीमामा बाढीका कारण क्षतिग्रस्त भएको पुल कुन हो? 1. कोशी पुल, 2. मित्रता पुल, 3. महाकानी पुल, 4. भोटेकोशी पुल। सही उत्तर हो मित्रता पुल। नेपालको पहिलो योजना आयोग कहिले गठन भयो? 1. विक्रम सम्वत 2011, 2. विक्रम सम्वत 2013, 3. विक्रम सम्वत 2016, 4. विक्रम सम्वत 2018। सही उत्तर हो 2. विक्रम सम्वत 2013। सार्कको स्थापना कहिले भएको थियो? 1. सन् 1980, 2. सन् 1982, 3. सन् 1985, 4. सन् 1990। सही उत्तर हो सन् 1985। नेपालमा गाईजात्रा पर्व कुन जिल्लामा विशेष रूपमा मनाइन्छ? 1. ललितपुर, 2. भक्तपुर, 3. काठमाडौँ, 4. पोखरा। सही उत्तर 3. काठमाडौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित प्रसिद्ध कृति कुन हो? 1. मुनामदन, 2. सल्यानको सुल्ताना, 3. शिरीषको फूल, 4. घुम्ने मेचमाथि अन्धो मान्छे। सही उत्तर 1. मुनामदन। भूकम्प सुरक्षा दिवस नेपालमा कहिले मनाइन्छ? 1. माघ 2, 2. माघ 5, 3. माघ 12, 4. माघ 16। सही उत्तर हो 3. माघ 12।
नेपालको पहिलो महिला मन्त्री को थिइन्? 1. सुशीला थापा 2. शैलजा आचार्य 3. उर्मिला श्रेष्ठ 4. पद्मा शमशेर सही उत्तर 2. शैलजा आचार्य। नेपाल राष्ट्र बैंक कहिले स्थापना भयो? 1. विक्रम सम्वत 2013 2. विक्रम सम्वत 2016 3. विक्रम सम्वत 2019 4. विक्रम सम्वत 2021 सही उत्तर हो 1. विक्रम सम्वत 2013। नेपालको पहिलो राजनैतिक दल कुन हो? 1. नेपाल राष्ट्रिय कांग्रेस 2. नेपाल प्रजा परिषद 3. नेपाली कांग्रेस 4. कम्युनिस्ट पार्टी सही उत्तर हो 2. नेपाल प्रजा परिषद। नेपालमा 7 प्रदेश प्रणाली कहिले लागू भयो? 1. विक्रम सम्वत 2072 2. विक्रम सम्वत 2073 3. विक्रम सम्वत 2074 4. विक्रम सम्वत 2075 सही उत्तर 1. विक्रम सम्वत 2072। नेपालको संविधान लेख्ने समितिको अध्यक्ष को थिए? 1. सुशील कोइराला 2. कृष्णप्रसाद सिटौला 3. सुभाष नेमवाङ 4. वामदेव गौतम सही उत्तर 3. सुभाष नेमवाङ।